हाम्रो घर चाहिँ यस्तो छ भत्काएर अहिले हाल बेहाल छ हैन। अनि सिडी पनि यस्तो बनाएको चाहिँ भत्काएर पुरै यस्तो भएको चाहिँ सिडी। अनि म अगाडि पनि देखाउँछु हैन। यस्तो छ हैन, यसलाई टेक्न मिल्छ। अनि यसरी यस्तो मार्बलहरू लगाउँदैछौँ हैन। अनि त्यही भएर यस्तै भत्केको। अनि यतापट्टि कोठा छ, यो कोठाहरू चाहिँ भाडाको लागि हो हैन। यति राम्रो बनाएको छ हैन, कोठाहरू भाडाको लागि हैन। अनि यसरी टाली साली हालेर अनि यो चाहिँ भाडामा लागिराखेकै छ। मेरो मुख देखाउनु न। अनि यो पनि खाली नै छ। यो यिनीहरू चाहिँ हामीले यो चाहिँ अहिले मार्बल सिडीको मार्बलहरू काटेर राखेको छ यहाँनिर चाहिँ हैन। यहाँनिर सिडीको मार्बलहरू यो ढोकाहरू काटेर राखेको छ, निकालेको छ। अब मार्बल लाउँदाखेरि निकाल्नुपर्छ। अनि यिनीहरू यो निकालिसकिसकेपछि यहाँ यो पनि खाली हो र त्यो अर्को कोठा पनि खाली हो हैन। अनि कोही बस्न चाहनुहुन्छ भने सम्पर्क गर्नु होला, म मोबाइल नम्बर राखिदिन्छु। अनि बाहिर यस्तो छ, बाहिर चाहिँ यस्तो छ। म चाहिँ कहाँ गएँ? म देखेको छुइनँ। मलाई पो देखाउने हो त। कोठाहरू त हेरि आइजन् बाहिर यस्तो स्पेस यस्तो छ। यता देखाइदिनु त। बाहिर स्पेस यस्तो छ, बाइक साइक के राख्नलाई छ हैन। ल यता हेर्नु, फेरि एकचोटि हेर्नु। यो कोठा हेर्नुहोस् खाली छ। यता हेर्नुहोस् यस्तो छ। अनि तलको टोयलेट बाथरुम चाहिँ यो हो। यहाँ पनि अब यता पनि देखाइदिनु न। यता त अहिले केही लगाएकै छैन, त्यही भएर अँध्यारो देखिरहेछ। बत्तीहरू केही लगाएको छैन। अहिले भर्खर सुरु नै हुँदैछ हैन लगाउने। अब जसलाई बस्न कसैलाई कोठा चाहिएको छ बस्नुहुन्छ भनेदेखि म मोबाइल नम्बर पनि लेखिदिएर राखिदिन्छु अगाडि, भिडियो अगाडि हैन। त्यसमा सम्पर्क गर्नु होला। यो रेडी भइसकिसकेपछि बस्न आउनु होला। अहिलेलाई यति नै, बाई बाई।